त्योहरू मैले सामाजिक सञ्जालैभरि देखेको थिएँ क्या। कतिपय मान्छेहरूले हुन्छ नि नेपालको झन्डालाई चाहिँ एकदमै रूपमा हुन्छ नि लात्तीले हालेर किल्चिरहेको थियो भने हुन्छ नि नेपालको झन्डालाई डढाइरहेको थियो र पृथ्वीनारायण शाहको फोटोलाई पनि लात्ती हानिरहेको थियो क्या साथीहरू। र साथीहरू त्यस्तै गरी यहाँनिर हेर्न सक्नुहुन्छ नेपालीहरूले चाहिँ हुन्छ नि नेपाली वेशभूषा जस्तै हेर्न सक्नुहुन्छ नेपाली झन्डालाई हामीले विदेशमा आएर यस्तो सम्मानका साथ हामीले यसरी टाँसेर राखेका छौँ। हेर्न सक्नुहुन्छ यस्तो बवाल तरिकाले हामीले राखेका छौँ। नेपाली टोपी पनि हामी लगाएर बसिरहेको छौँ। हामी प्रति चाहिँ हुन्छ नि नेपालको चाहिँ हुन्छ नि एकदमै रूपमा माया रहेको छ। 7 समुद्र पारी भए पनि हुन्छ नि हामीले नेपाललाई चाहिँ हुन्छ नि एकदमै सम्मानका साथ चाहिँ हुन्छ नि सम्मान गर्दछौँ भने हेर्न सक्नुहुन्छ नेपालको झन्डालाई एकदमै हुन्छ नि मनमा राखेर चाहिँ हुन्छ नि विदेशको 7 समुद्र ठाउँमा पनि ल्याएर हुन्छ नि झन्डालाई राखेर चाहिँ हुन्छ नि नेपालको स्वाभिमानलाई चाहिँ हुन्छ नि अगाडि बढाएका छौँ भने ती कतिपय हुन्छ नि ती भ्रष्टाचारी मान्छेहरूले चाहिँ हेर्न सक्नुहुन्छ लातको लात हानेर चाहिँ हुन्छ नि त्यो झन्डालाई चाहिँ हुन्छ नि एकदमै अपमान गरेका छन् र हुन्छ नि पृथ्वीनारायण शाहका फोटालाई पनि हुन्छ नि एकदमै रूपमा हुन्छ नि लात्ती हानिरहेका छन् साथीहरू। त्यस्ता मान्छेहरूलाई तपाईँहरू के भन्न चाहनुहुन्छ तल कमेन्ट गर्नुहोला र आगामी दिनमा यस्तै रोचक र नौला भिडियोहरू लिएर आउने छु। त्यतिखेरको लागि जय नेपाल।